मिल्दैन। यो ब्रह्माण्ड हो, ब्रह्माण्ड नित्य गतिशील तत्त्व हो, सधैँ गतिमा रहिरहने भएरै ब्रह्माण्ड जीवित छ। र त्यो ब्रह्माण्डको अविभाज्य एक अंशमध्ये हामीहरूको यो शरीर, यो हाम्रो यो घर परिवार जे भने पनि ब्रह्माण्डको एउटा अविभाज्य अंश हो। सूर्य अहिलेसम्म रोकिएको छैन, पृथ्वी अहिलेसम्म रोकिएको छैन, ब्रह्माण्ड आफै कहिले पनि रोकिँदैन, निरन्तर परिभ्रमणशील छ, सधैँ चलिरहन्छ यसको चक्र। भने यो सधैँ हामीसँग चाहिँ बाँधिएर बसिरहला त? ब्रह्माण्डै बाँधिएको छैन भने हामीसँग हाम्रा भएका वस्तु चाहिँ सधैँ बाँधिएर बस्ला नि त? भन्न त्यो त बस्नेवाला छैन। के भयो? अब यताउता नआयो नि तपाईँ सुन्नुभयो, थपचक्कै बसेर कान समातेर बस्नु त एकचोटि कस्तो हुन्छ, थच्चै बस्नु त्यहाँ अगाडि देखिने गरी ल त। अब यो के हो त भन्दाखेरि यो ब्रह्माण्डको हामीलाई उपहार हो, नासो हो, एक प्रकारले यो नासो हो। हामीलाई हाम्रो कर्मको भोग गरुन्जेलका लागि तिमीले यो कर्म यति यति कर्मको भोग गर्न ल तिमीलाई यो हामीले प्रदान गर्यौँ भनेर हामीलाई दिएको छ। अब के जमानी बसेर दियो उही जानोस्, के भयो त्यो अब अदृश्य लोकको कुरा हो, अदृश्यताको कुरा हो। तर त्यसबाट हामीलाई यो उपलब्ध भएको छ अहिले। र हर क्षण हामीहरू सचेत भइरहनु पर्छ। प्रकृतिको उपहारलाई लिएर हामी बोकेर हिँडिरहेका छौँ। शरीर, यो हाम्रो संरचना, सारा कुराहरू यो प्रकृतिको उत्तम भन्दा उत्तम उपहार हो। मनुष्य जन्म सामान्य वस्तु होइन। यत्तिकै त्यो दारा नङ्ग्रा गरेर कुकुर बिरालो लडे जस्तो लडेर, स्वार्थको लडाइँ लडेर प्रदूषित बनाएर ब्रह्माण्डलाई विचारको प्रदूषणले भरिपूर्ण बनाएर अँध्यारो धुवाँ फाले जस्तो त्यो ट्रक, बिग्रेको ट्रकले कालो धुवाँ फाल्छ नि त्यो। पर्यावरण चेक जाँच गराउँदाखेरि पास नहुने गरी फेल हुने खालका ट्रकहरू पनि कहिलेकाहीँ यसो 2 नम्बरी पैसा सैसा खुवाएर चलिरहेका हुँदा रहेछ। के चेक भन्छ नि त्यो? प्रदूषण चेक हो कि के हो? होइन, प्रदूषण चेक भन्ने हुन्छ नि। चेक गर्दाखेरि त्यो फेल हुने खालको भइसकेको छ, तर यसो अलिअलि पैसा सैसा खुवाएर त्यो हिँड्दो रहेछ क्या अझै पनि। अनि त्यो बाटोमा हिँडेर देखिन्छ कालो धुवाँ मुस्लो वारवारी फालेर एकचोटि यहाँबाट हिँड्दै पनि 10 मिनट त यो एरिया नै धुवाँ बनाउँछ। त्यो कालो चाहिँ ट्रकले, बिग्रेको थोत्रो टेम्पोले कालो धुवाँ फाले जस्तो यो ब्रह्माण्डमा यो परमात्माको वरदानको रूपमा भएको यो सृष्टिभित्र विचारको कालो धुवाँ, स्वार्थको कालो धुवाँ फालेर बस्ने मान्छेको काम होइन, त्यो अधिकार होइन उसको। त्यो काम गर्नु त्यो आएको होइन।